सो हेलो एन्ड नमस्ते, वेलकम टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। न्यू डे न्यू घरको साथ आजको यो अर्को भिडियो मैले हजुरहरूको अगाडि ल्याइसकेको छु। अनि म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि मेरो साथी सङ्गीता चाहिँ आज घुम्न आउँछु भनेर भनेको थियो। अनि तिन पिपले आएर कुरिरहेको छ भन्नु त के भन्नु। यहाँ कुन मन्दिर थियो? भुवनेश्वर मन्दिरमा चाहिँ ऊ आइसकेको छ। अनि म चाहिँ अब त्यहाँ गएर उसलाई घुमाउँछु। अब यहाँतिर कतिको घुम्ने ठाउँहरू छ भनेर होइन, अनि कति पैसा आएको छ अनि उसलाई घुमाइदिउँ न भनेर जान लाग्छु म र दिनेश। अनि हामी चाहिँ जाँदैछु। यो बाटो कति देखाउँछ भनेर भन्नुहुन्छ होला है, तर बाटो नै यही छ त होइन। अब के गर्नु त। अनि त्यही भएर हामी जाँदैछु। अब म अहिले सङ्गीता भन्ने त तपाईँहरूले चिन्नुहुन्छ या हुँदैन त्यो थाहा भएन। अहिले एकछिनमा देखाएपछि चिन्नु भने म हजुरहरूलाई भन्ने नै छु। लास्टमा म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र अहिलेको लागि चाहिँ हामी जाँदैछौँ। अहिले भेटिसकेपछि चाहिँ फेरि भेट्नुपर्छ है त। सो गाई चाहिँ हामी चाहिँ आधीभन्दा आधी बाटो आइसकेको छ। अनि अस्ति 2-3 दिन पानी परेर अनि अहिले चाहिँ लास्टै गर्मी छ है। घाम पनि लास्टै चर्को लागिरहेको त्यो पानी अस्ति किन मौसम यस्तो नराम्रो भयो भनेको त त्यही पानी पर्न नसकेर चाहिँ मौसम एकदमै अँध्यारो भएको रहेछ। अनि जब पानी पर्यो अनि त्यहाँबाट हेर्न सक्नुहुन्छ मौसम कति राम्रो, घाम लाग्दो, एकदमै धेरै घाम लागिरहेको। अनि अब हुन पनि त गर्मी महिना पनि लागिसक्यो नि त। अनि त्यही भएर पनि होला लास्टै गर्मी भइरहेको अलिकति हिँड्दा पनि यहाँ पसिना आउनु थाल्छ मेरो, हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि यहाँ हेर्न सक्नुहुन्छ अहिले कस्तो राम्रो छ क्या सिनहरू पनि, मौसमहरू पनि एकदम दामी देखिरहेको। अनि के भन्छ अरे अहिले फुलहरू फुल्ने सिजन पनि आयो नि त। सो नयाँ वर्ष पनि आउनु लाग्यो। अनि त्यही भएर पनि होला अलिकति हिँड्दा पनि यो गर्मी महिनामा त लास्टै स्यासा र फ्याफा आउँछ कि। अनि मलाई लास्टै गाह्रो हुन्छ कि गाइजहरू, के गर्नु गाह्रो छ नि। ब्लगरहरूलाई पनि कस्तो स्यासा फ्याफा आउँछ, के गर्नु यस्तै त छ नि होइन र। सो गाइस हामी मन्दिर आइपुगिसकेको छ। सङ्गीता चाहिँ यहाँ तल बसिरह होला। बित्तिकै कुरिरा भनेर भन्नाले रिसाइसक्यो होला। कहाँ छ जाँदैछु। योसँग चाहिँ मेरो जहिले झगडा पर्छ कि जहिले झगडा पर्छ। झगडा नगरी खाएको पच्दैन कि त्यही भएर झगडा पर्छ। अहिले पनि झगडा परेर आइसक्यो। जाँदैछु त्यही हो क्या, त्यही हो। कोसँग चाहिँ बसिरह होला त्यो कोसँग जस्तो दिन्छ है के थाहा तेरो पर्छ त्यस्तै गर्ने कि नगर्ने त्यहाँ टुक्रुक्क बसिरहेको रहेछ होइन। अनि कोसँग बसेर त्यो चाहिँ थाहा भएन। आइज यहाँ पुगेर बनाएको भिडियो ल हिँड त मेरो घर नि थाहा पाउँछस् कतिको तारा रहेछ। अनि थाहा पाउँछ ए कति तारा हिँड्न थाहा पाउँछस् कहाँदेखि हिँडेर आएको। अनि त्यसपछि थाहा पाउँछस् कि त यहाँ त्यसो पानी देखाएर मलाई यहाँ 1 घन्टा भयो कुरेको भनेर धाक देखाएर तैँले मलाई यही हो कि मलाई कुरेर बसेको हेर्नु। यहाँ भ्लग हो मेरो, भ्लग बनाउने काम। त एक्लै आएको ए म त्यही त हजुर। अनि फोनै कुरै नबुझ्यो फोन काट्छ बा को आएको मलाई कतिखेर आएको छ। त्यहाँनिर नि 5-10 मिनट कुरे मैले तलै। अनि त्यसपछि अनि त्यहाँनिर आइदियो भने ल त अब जानु त भनेर यहाँ माथि पनि आइसक्यो। त्यही पनि आइपुग्दैन मान्छे। मलाई हल्लिँदा लिन्थिङ ल हिँड अब कहाँ घुम्नु जाने भने के लिन्थिङ त जस्तो सुइकासो हिँड्ने हो त त्यस्तो छैन। म बुझिस् नि अनि कहाँदेखि आएको त ल हिँड मेरो सिधै मेरो घर देखाइदिनु तँलाई। ल कहाँ कति तारा छ भने थाहा पाउँछस्। तिमीहरू त चिसो पानीदेखि आएको भन्न उहाँदेखि आएको हामी माथि तल उतैदेखि यहाँ माथि गाडी आउँदैन उताबाट जान्छ क्या त्यही भएर
जाम उठ्न त अब तल आउन बस्न मलाई यहाँ लाने बस्नु सुपारे कुन बस्नु आराम गर्दै किन हुने त्यो होइन मास्क लाएर हिरोनी पल्टेर मास्क फुकालेर बोल्न सक्छस् भने लु आयो बस्नु लु सक्छस् भने मास्क फुकालेर फुकाल सक्छस् भने सक्छस् भने फुकाल गएर कसैको नभएको कपाल बाँदरको चाक जस्तो कपाल चाहिँ बाँदरको चाक जस्तो कपाल चाहिँ त्यो उयो गर्छ अझै होइन त्यहाँ कलर लाएर कालो कपालै सुहाइरहेको थियो नगर अब कलर अझ हाल्नु छ यहाँ जोडाएर हाल्नु ल ठन्डा खाना लाग्यो गर्मी भयो नि त हिँड्दा हिँड्दा सो अब चाहिँ हामी यो खान्छौँ अनि चटपटे खान्छौँ पानीपुरी खान्छौँ फेरि जान्छौँ जङ्गलको बाटो डोल्न सङ्गीता कस्तो लागिरहेको त आएको ठाउँमा आउँदा बिजोक रमाइलो लागिरहेको बिचोक रमाइलो लागिरहेको ठिकै हो बिचरालाई कस्तो गर्मी मलाई साँच्चीको गर्मी लाग्यो है अब चाहिँ उता चाहिँ किन हेऱ्यो नि खैरी ए तर हेरेर नि ल जाला नि जाला फेरि यो भिडियो भन्यो सो गाइस हामीले चाहिँ यहाँ लालीगुराँस देख्यो अनि अब चाहिँ हामी टिप्न जाँदैछौँ त्यहाँ तिनवटा रहेछ अनि अब त हामी त फेरि फुललाई देख्नै नहुने कि टिप्ने मलाई हामी त कसरी टिप्ने अब व्यवस्था गर्छु म हेर्दै गर्नु लाग्छ ए कान्छा तँ आइज न तँ अग्लो छस् नि त नि ऊ यहाँबाट यस्तो गरेर तान्नु म तान्छु के सक्छु के ऊ यहाँबाट सक्छु भने मैले ल हिँड्न त चिप्लो रहेछ तर लालीगुराँस टिप्छु है गाइस म चाहिँ यहाँ चाहिँ टिपिसकेको छ नेसमा म टिप्नु जान्छु हाम्रो चाहिँ लालीगुराँस भेटाइसक्यो मात्र एउटा मात्र लिन पाएँ आई लभ यु मलाई भन्छ भनेको त लालीगुराँसलाई पो आई लभ यु टुडे टिप्नै सकेन त्यही हो अब हात पनि चिलायो झुस निस्किरहेको त्यो झुस गयो क्या गाइस हामी चाहिँ लालीगुराँस खोज्न हिँडेको जङ्गलतिर अनि त्यहाँबाट एउटा मात्रै पाएँ नि त अनि अब चाहिँ हामी जानु लाग्यो लालीगुराँस खोज्नु यहाँ माथितिर चढ्नै हुन्छ अरे भनिरहेको छ हामी चाहिँ जाँदैछौँ तर थाहा छ सङ्गीता त्यो पनि हुँदो रहेछ नि कालो ऐसिलु कालो ऐसिलु थाहा छैन मलाई हाम्रोमा यहाँ छ भने कालो ऐसिलु म वहाँ परेँ कि हाम्रोमा रातो ऐसिलु यहाँ कालो ऐसिलु खान नि मिल्दो रहेछ फेरि त्यो के को फुल हो है फुल फल्दा है अब लालीगुराँस भेटेपछि मात्र म भिडियो बनाउँछु अहिले चाहिँ हामीलाई हिँड्न अलिक गाह्रो भयो क्या त्यही भएर अल्को भयो पो भेट्यो ओइ त अग्लो होइन उताको चाहिँ अग्लो मान्छे बिस्तारै बिस्तारै लालीगुराँस टिपेर गाइस यहाँ चाहिँ किन मरि हट्टी गरे नमिठो हुन्छ यो किन मरि हट्टी गरे नमिठो हुन्छ यो लालीगुराँस टिपेर के रे मैले है फुलै जाला फेरि यो हो नि त तरिका लालीगुराँस टिप्नु त है टिप है पानी पनि रहेछ टिप्नु टिप साथीहरु हामीले चाहिँ मजाले कस्तो राम्रो यार यो चाहिँ वाउ खानु मन लाग्यो कति क्युट है देखा त सङ्गीता कस्तो राम्रो ओ माई गड सो गाइस मैले चाहिँ लालीगुराँस यति धेरै भेटाइसकेको छ हामी चाहिँ लालीगुराँस टिप्न आएको अनि अब चाहिँ यो लालीगुराँस हामी खान्छौँ यो खायो भने औषधि पनि हुन्छ भन्ने सुनेको थिएँ मैले अनि अर्को चाहिँ सङ्गीता चाहिँ लालीगुराँस पाएर ओहो टिकटक भिडियो ओ माई गड होइन
अनि हामी जङ्गलको बाटो लालीगुराँस गर्न आएको अनि काफल पनि अलिअलि फलिसकेको छ सानो त अनि अब ठुलो भयो भने चाहिँ काफल पनि खान आउनुपर्छ हामी चाहिँ अनि सङ्गीतालाई पनि जङ्गल डुलाइदिउँ भनेर नि हाम्रो जङ्गलतिर यस्तो लालीगुराँसहरू पाउँदैन सङ्गीता अनि यहाँ चाहिँ पाउँछ नि त मैले अनि हामी चाहिँ आएको हामी चाहिँ यहाँ 4 जना छौँ सङ्गीता दिनेश म अनि आन्टी हामी 4 जना चाहिँ लालीगुराँस टिपेर अब घर फर्किँदैछौँ गाइजहरू सो गाइज म चाहिँ घर आइसकेको छु साथी र आन्टी चाहिँ घर गइसक्नु भएको छ अनि सो आजको भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला भन्न चाहन्छु र आजको लागि चाहिँ भिडियो यति नै हस् त बाई